पारिपट्टि यो भिरमा पानी झरिरहेको छ है। यो साल्पा जाने बाटो नै हो। अघि देखिएको ढुङ्गा सानो चेपारा भागदेखि बाहेक पानी झरिरहेको छ। यो ठुलो पहारा छ, ठुलो एकदम ठुलो, परदेखि वरसम्म। अनि तलदेखि धेरै माथिसम्म है। यो साल्पा जाने साल्पा सिल्चुङ जाने बाटोको यो पनि एकदम अप्ठ्यारो भए पनि एकदम रमाइलो, अप्ठ्यारो भए पनि के होला कस्तो होला भन्ने खालको कौतूहल जाग्ने खालको बाटो है। यहाँ यो देउरालीदेखि अलिकति यो बिचको देउरालीको भागहरू है सानो सानो छ, पहाडै रहेछ। सास बढिरहेको छ, लेक पनि लागेको छ मलाई है। लगभग समुद्र सतहदेखि 4000 मिटर कै हाराहारीमा छु म पनि। र यहाँ चाहिँ यसरी कपडाहरू आफ्नो सांस्कृतिक कपडाहरू चढाउने चलन रहेछ। यो त्यो देख्दै हुनुहुन्छ भित्तामा। यो मलाई ठ्याक्कै त जानकारी भएन। यो भिर यो सिधै 90 डिग्रीको भिर छ है। 90 डिग्रीको उकालो हो, पानी थप सिधै झरिरहेको छ। तपाईँले यहाँ पनि देख्न सक्नुहुन्छ है। अब म अर्को देउरालीको भाग निस्किन लागेको छु है यहाँहरूलाई। मलाई लेक पनि लागेको छ, मेरो साथी पछाडि नै हुनुहुन्छ है। लेक लागेर बिस्तारै आउँदै हुनुहुन्छ।